हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। साथीहरू, मेरो नयाँ ब्लगमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। साथीहरू, यो भिडियो अन्तिमसम्म हेरिदिनु होला भनेर दुई हात जोडेर विनम्र गर्छु र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला भनेर पनि भन्न चाहन्छु। आज चाहिँ मैले यो मनी प्लान्टलाई रिपोर्टिङ गर्दैछु साथीहरू। पहिला चाहिँ मैले 8 इन्चीको गमलामा लगाएको थिएँ, अब चाहिँ म 10 इन्चीको गमलामा रिपोर्टिङ गर्दैछु। अनि यसको लागि चाहिँ मैले पहिला नै माटो मिश्रण रेडी बनाएको थिएँ। मैले चाहिँ माटो मिश्रणको भिडियो बनाएन, अनि बिस्तारै मैले यो गमलालाई ठोकेर है धेरै जोड गर्ने हैन साथीहरू। जोड गऱ्यो भने प्लान्टहरू चुडिन्छ। त्यसैले चाहिँ एकदम पोलाइटली नम्र भएर एकदम मायासँग गर्नुपर्छ है। अनि त्यसपछि हेर्नु न साथीहरू, यो रुटहरू यति लामो लामो भइसकेको है, पुरै बाउन्ड भएको। यस्तो भयो भने प्लान्ट बढ्दैन नि त साथीहरू, जुनसुकै प्लान्ट पनि बढ्दैन है। यो मेरो एक्सपिरियन्स हो, म चाहिँ धेरै फुलहरू लगाउँछु नि त, त्यही भएर। अनि मैले चाहिँ मजाले अर्को गमलामा सारेँ, अनि यो पहेँलो पातहरू सबै टिपेँ। मनी प्लान्टको यस्तो पहेँलो पात रन्दिनु हुन्न गरे क्या साथीहरू, यो चाहिँ राम्रो होइन गरे घरको लागि है। त्यही भएर चाहिँ मैले मनी प्लान्टको पहेँलो पातहरू सबै टिपेँ। प्रायः म सबै बिरुवाहरूलाई यसरी नै केयर गर्छु, अनि त्यही भएर मनी प्लान्टको पनि मैले यसरी नै केयर गरेको। अनि त्यसपछि जति बाँकी छ मैले चाहिँ थप माटोले मैले गमलालाई फिल गरेँ। अनि यति चाहिँ राख्नुपर्छ साथीहरू, किनभने 15-20 दिनमा यसलाई चाहिँ पानी दिनुपर्छ है। पानी दिँदाखेरि चाहिँ पानी अट्ने ठाउँ पनि चाहियो। धेरै पानी दिनु हुँदैन नि साथीहरू, कम्तीमा एकदम थोरै थोरै पानी दिनुपर्छ। जब यो सुक्यो, ड्राई भयो, एकदमै भित्रैदेखि सुक्खा भइरहेछ है भन्ने हजुरहरूलाई फिल भयो भने मात्रै यसलाई पानी दिनुपर्छ। अनि मैले थोरै हेल्प चाहिँ आमाको पनि मागेँ, किनभने एक्लै मलाई गाह्रो भयो यसलाई चाहिँ राख्न, सपोर्ट दिन, भाँच्चेला कि भन्ने डर पनि लाग्यो है। माया यति धेरै लाग्छ नि त आफूले केयर गरेको प्लान्टलाई। अनि त्यसपछि मैले चाहिँ मजाले यसरी लट्ठीमा बेरेँ, अनि माथि राख्नेलाई राम्रो बन्दोबस्त गरेँ। अनि हजुरहरूलाई पनि मनी प्लान्ट लगाउन मन लाग्छ, यदि हजुरहरूको घरमा छ, केयर गर्ने टिप्सहरू थाहा छैन भने चाहिँ साथीहरू कमेन्टमा भन्नु होला है, म हजुरहरूलाई सिकाइदिन सक्छु। अनि त्यसपछि साथीहरू मैले चाहिँ यसरी झ्यालमा, मलाई चाहिँ पुरै यो भर्न मन छ क्या, झ्याल पुरै यो भएको हेर्न मन छ। यतिसम्म त भएछ, अब कति टाइम लाग्छ के लाग्छ भन्ने थाहा छैन है। अनि त्यसपछि मैले झ्यालमा पनि पुरै यसरी यो 12 बजे फुलहरू अनि यस्तो ह्याङ्गिङ प्लान्टहरू सबै राखेको छु क्या साथीहरू। मलाई प्लान्ट भने चाहिँ लास्टै मनपर्छ नि त, अनि त्यही भएर पुरै यसरी राखेको छु। अब चाहिँ त्यो ह्याङ्गिङ प्लान्टले अलिकति डिस्टर्ब गर्ला जस्तो भयो र त्यसलाई निकालेर मैले चाहिँ यसलाई झ्यालमा राम्रोसँग एडजस्ट गरेँ, अनि माथि डोरी लगाएँ, बाँधेँ, अनि यस्तो भयो फाइनल लुक्स है। कस्तो राम्रो साइनिङ दिइरहेछ, पातहरूले पनि कति मिठो साइनिङ दिइरहेछ साथीहरू। अनि मेरो भिडियो कस्तो लाग्छ, लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई, नेक्स्ट भिडियोमा।